धन्यवाद। आजको दोस्रो 84 कार्यक्रम सार्वजनिक सुनाइ कार्यक्रमको सञ्चालिकाज्यू, यस कार्यक्रमका अध्यक्ष एवं पालिका अध्यक्षज्यू, यस्तै उपाध्यक्षज्यू, प्रमुख प्रशासक अधिकारीज्यू, सम्पूर्ण वडा अध्यक्षज्यूहरू, आदरणीय सम्पूर्ण पार्टी प्रतिनिधिज्यूहरू र वडा सदस्यज्यूहरू, कार्यपालिका सदस्य लगायत सम्पूर्ण यस कार्यक्रमलाई भव्य र सबै पार्न आउनुहुने आदरणीय महानुभावहरूमा मेरो व्यक्तिगत र 2 नम्बर तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। विशेष त अब सबै कुराहरू उठिरहेको थियो, अब उठ्नुपर्ने कुरा पनि उठ्यो, नउठ्नुपर्ने कुराहरू पनि उठ्यो, त्यसले गर्दा समग्रमा राम्रै भयो। म एउटा के भन्न चाहन्छु भने, एउटा बन्दीपुर गाउँपालिकाको कार्यपालिका सदस्य र 2 नम्बर वडाको तर्फबाट पनि म के भन्न चाहन्छु भने, हामीले जनताको सबैभन्दा नजिकबाट ठोक्किने भनेको जनप्रतिनिधि वडा अध्यक्ष नै हो। जनताको जनगुनासो, त्यसपछि समस्या सबैभन्दा पहिला थाहा पाउने प्रतिनिधि भनेको तल्लो स्तरको वडा अध्यक्ष नै हो। दुःख शास्ति पनि वडा अध्यक्षलाई नै हुन्छ, किनकि हामीलाई टाइम टेबल हुँदैन, समय हुँदैन, किनकि अरू कर्मचारीहरूको जस्तो अरू समय जस्तो अफिस जस्तो यहाँ 10-5, 10-4 भन्ने हुँदैन, 24 घण्टाको यात्रा हाम्रो हुन्छ। त्यसले गर्दाखेरि अहिले जनतालाई जति तपाईँको सुविधा दियो त्यति नै जनता झन् एकदम भनौँ के भनौँ, अब शब्द उच्चारण गर्ने शब्दै छैन। त्यसले गर्दाखेरि अहिले हामीले योजना हाल्ने बेला लुछाचाडी हुन्छ। यहीँ पनि योजना मेरो वडामा धेरै बजेट लान पर्छ भनेर हामी यहाँ लरमती हुन्छ कार्यपालिका बैठकमा, गाउँसभामा। अब योजना टोलमा गएर टोलको समस्यालाई समाधान गर्नको लागि योजना तय हुन्छ, तर योजना सम्झौता गर्न 12 चोटि जानुपर्छ। त्यो सँगसँगै बल्ल इन्जिन प्राविधिक लिएर गयो, बनायो, वडा अध्यक्ष आफै पछाडि बाइकमा बोकेर प्राविधिक लिएर जानुपर्छ, डाँडा काँडामा गएर त्यो इस्टिमेट गरेर आयो, अन्त सम्झौता गर्न पाउ बिन्ती गर्नुपर्छ। यसमा तपाईँको अझै केसम्म भन्नुहुन्छ भने, जुन जनताको त्यहाँ एउटा टोलमा बसेर टोलवासीको चाहिँ उपस्थित उठाउनु पर्छ नि, त्योसम्म वडा अध्यक्ष लेख्नु पर्ने बाध्यता आएको छ क्या अहिले। किनकि तपाईँको सिंहदरबार गाउँमा लानुपर्छ भनेको जनतालाई चाहिँ पचेन जस्तो लाग्छ मलाई, किनकि केन्द्रमै भइदिएको भए अहिले चासो अलिक बढ्थ्यो, चिन्ता हुन्थ्यो, अनि यो जति पनि पुर्याउने पहुँचहरू पुग्थेन भने त्यसबाट मात्रै जनतालाई अलिक बढी चासो चिन्ता हुन्थ्यो जस्तो लाग्यो। किनकि अहिले जे पनि जतिखेर भने त्यतिखेर सुविधाहरू पाउँदै गर्दा अहिले जनतालाई चासो छैन। किनकि आजै पनि यो जनताले जनगुनासो, जनप्रतिनिधिको कर्मचारीको गुनासो सुनाउने ठाउँ हो नि त, थलो हो नि त। यो सञ्जालहरूमा लेख्न सक्ने मान्छे आज प्रत्यक्ष रूपमा अनुहार अगाडि राखेर चाहिँ भन्न पाउने अधिकारलाई किन चाहिँ अधिकारबाट वञ्चित हुनुहुन्छ जनसमुदायले। त्यसले गर्दा तपाईँको सञ्जालमा लेखिदिए त्यसको प्रुफ थाहा छैन, के हो कसो हो थाहा छैन, त्यतिकै चाहिँ ड्याङ लेखे, तर यो जुन हो भन्न पर्ने ठाउँमा आएर भन्न सकेको अवस्था छैन। तपाईँको जनप्रतिनिधिहरूले खायो भन्ने कुरा आउँछ नि, मलाई त्यो कुरा उठाउनु मन लाग्यो यहाँ सबैको भएको कारणमा, किनकि लाइभ पनि भइरहेको छ। एउटा वडा अध्यक्षको हामी त्यो पैसामा तुलना गर्ने त होइन, किनकि हाम्रो पनि बालबच्चाहरू पढाउनु पर्छ, हुर्काउनु पर्छ, किनकि हामी पनि सङ्घर्षबाटै आएको मान्छे हो। त्यसले गर्दा जम्मा 21,000 रुपियाँ तलब हुन्छ। यहाँ रात दिन नभनिकन दौडिरहेको छ, अझै खायो भनेर सञ्जालहरू हाल्छन्। समस्या के यहाँ उता हाम्रो पनि छ नि त वेदना, हाम्रो पनि चिन्ता छ। अब विदेश नगइकन देश र जनताको सँगसँगै समग्र वडा अध्यक्षले एउटा वडाको चाहिँ समग्र विकासको लागि गर्नुपर्छ भनेर एउटा भर्खरको युवा अवस्थामा पनि समाजको लागि भनेर काम गर्दै गर्दा खायो भन्ने शब्द आउँदाखेरि तपाईँहरूलाई काम गर्न मन लाग्दैन त। त्यसले गर्दाखेरि जो त वडा अध्यक्षको तपाईँको यो 1 रुपियाँको अप्ठ्यारी हुँदैन कि केबाट खाने। तपाईँको जनताहरूलाई ठाउँमा गाउँमा गएर अझै पनि बुझाउन जरुरी छ, किनकि बुझेकोलाई
बुझाउन सकिँदैन, नबुझेको बुझाउन सकिन्छ, बुझ पचाउन झन् हामीले सकिँदैन। त्यसले गर्दाखेरि यहाँको स्थिति के हो, समस्या के हो भन्ने कुरो चाहिँ हामी बुझ्न सकेको छैन कि यो ठाउँमा नभएको कारणले मात्रै अहिले हामी बोलिरहेका छौँ। र तपाईँको योजनाहरू छुट्टिन्छ, योजना छुट्टिसकेपछि कहाँबाट कमिसन आउँछ, कमिसन खान कुन सूत्रमा लेखेको छ फलानु काम गरे बापत यति % वडा अध्यक्षलाई आउँछ भनेर कुन सूत्रमा छ तपाईँहरू सरस्वती बन्दीपुर गाउँपालिकाको हरेक कुरामा हेर्न सक्नुहुन्छ। त्यसले गर्दा सम्पूर्ण जनतालाई म यहाँबाट भन्न चाहन्छु, किनकि यो जनप्रतिनिधिहरूलाई यति गाह्रो छ, समस्या छ, समस्याको समाधान गर्न पनि हामीले नीति नियम हाम्रो यो तल्लो स्तरको स्थानीय तहको नीति नियमलाई केन्द्रको नीति नियमले कुल्चिदिन्छ, किनकि ठुला माछाले साना माछालाई खान्छ नि त होइन। त्यही भएर अहिले बन्दै गरेको 2/3 बहुमतको सरकारले सुधार्न पर्ने नीति नियमहरूलाई माथिबाटै सुधार्न पाइयो भने पक्कै पनि भोलिको जनप्रतिनिधिहरूलाई सहज वातावरण हुन्छ। किनकि नीति नियम एकतिर छ अनि हामीलाई गर्नुपर्छ एकतिर काम। अब हामी जनप्रतिनिधि त झन् कति ठाउँ यो वडा अध्यक्ष त कति ठाउँ फस्या भन्ने कुरो भोलि मुद्दा मामेला हालिसकेपछि पक्कै पनि त्यसको रिजल्ट आउँछ। किनकि वकिल आफै हुनु पर्यो, तपाईँको मालपोत अधिकृत आफै हुनु परेछ, तपाईँको उस्तै पनि तपाईँको न्यायाधीश पनि हुनु पर्यो होइन। अनि त्यसपछि तपाईँको यता गयो नाभिसाका हाकिम आफै हुनु पर्यो। हरेक कुराको चाहिँ समस्या समाधान हामीले गर्न परेको छ। है भर्खरै यहाँ 6 नम्बर म किनकि सम्पूर्ण वडा अध्यक्षको तर्फबाट बोल्दै गर्दा मैले भन्नै पर्छ, साथीहरूलाई उठेको कुराहरू पनि मैले भन्नै पर्छ, किनकि उहाँले ठुलो आकांक्षा बोकेर जानुभयो जस्तो लाग्छ। किनकि अहिले जनतामा बढी एकदम ठुलो आशा मात्रै छ कि पहिला, किनकि हामीले गर्नलाई सिकायौँ, बारी जोत्न पर्छ, खन्न पर्छ भनेर सिकायौँ, तर अहिले उहाँको उब्जनी हुन्छ तपाईँको भोलि चामल ल्याइदियो भनेको छन् कि आकांक्षा। चामल लैदियो, तेल चाहियो, मसला चाहियो, मासु चाहियो, त्यो पनि सबै पुरा भइरहेको छ। अब पकाएर खुवाउनु पर्यो कि फेरि यसरी खुवाउनु पर्यो कि अब ल। त्यसले गर्दाखेरि यो आकांक्षाहरूलाई पुरा हामीले जति हामी सहज भइदियो त्यति नै झन् जनतालाई चाहिँ एकदम बढी आकांक्षी हुँदो रहेछन् भन्ने कुरो हामीले बुझेका छौँ। त्यही अहिले 3को कुरा आएको थियो। अब कमसेकम सम्बन्धित निकाय वडा कार्यालय टोल छ नि त, टोल विकास संस्था हामीले गठन गर्ने कारण के त, वडा सदस्य 5-5 जनामा 4 जना वडा सदस्य जनप्रतिनिधि वडामा हुँदाखेरि कमसेकम वडा सदस्यलाई भन्न पर्यो, अथवा नसके टोल विकासको अध्यक्षलाई मेरो समस्या यो हो भनेर भन्न पर्यो कि परेन। नभनिकन किन टाउको टुप्पा पुग्यो कि ठुलै रकम पाइन्छ भनेर टुप्पामै पुग्यो कि। त्यसले गर्दाखेरि यो जनगुनासोहरू चाहिँ कमसेकम सम्बन्धित हामीलाई थाहै हुँदैन कि। अब अस्ति भर्खरै भयो तपाईँको म ठाउँको नाम तोकिदिन्छु, किनकि अब यहाँ लुगा लुक्ने ठाउँ छैन, किन सार्वजनिक भइरहेछ। तपाईँको अलिकति विपन्न वर्ग भनेर यहाँ अध्यक्षज्यूसँग समन्वय गरेर अरू वडामा भन्दा आफ्नै वडामा चाहिँ विपन्न वर्गको त्यो भुजेल बस्ती छ भनेर हामी एक घर एक शौचालय बनाइदिनुपर्छ भनेर लाग्यो। अब अरू वडा अध्यक्षहरूले पनि अब त्यस्तै नबुझ्ने खालको भयो भए त त्यो बजेट हामीलाई मात्रै दिनुहुन्थेन। जम्मा 2टा वडामा 1 टोयलेट बन्ने भए अरू सबै मेरै वडामा हुँदैछ। उहाँहरूलाई टोयलेटको खाल्टो र त्यो टोयलेट भित्र लाग्ने गाह्रो लगाउने ढुङ्गा समेत तपाईँहरूले गर्नुपर्छ। अहिलेसम्म तपाईँ यहाँ लगभग अन्तिम चरणमा पुगिसक्यो, उहाँले त्यतिसम्म बनाइदिनु भएन कि। त्यो भनेको के हो त, भोलि तपाईँ फ्रिज गयो भने पैसा परेर यहीँ फर्केर जनप्रतिनिधिले गरेन भने आफूले गर्ने कर्तव्य त कमसेकम टोयलेट खाल्टो त खन्न पर्यो नि त 2 दिन लगाएर। बस 56,000 को टोयलेट बन्दैछ, त्यो 6-7 हजार खर्च गरेर आफूले खन्न नसक्ने भने त्यो टोयलेट बन्छ त भोलि। त्यसले गर्दा त्यस्तो खालको विडम्बना छ। त्यही सन्दर्भमा जाँदाखेरि हामीले वर्षको 2-2 चोटिसम्म विपदमा चाहिँ काम गरेका छौँ। हरेक अब सबैभन्दा धेरै रुखहरू काट्नेमा हामी परेका छौँ कि 2 नम्बरबाट परेको छ, किनकि त्यो जोखिम भएर। अब तपाईँ हिजो गाउँ बस्ती थिएन, वृक्षारोपण गर्न पर्थ्यो, जतासुकै लगायो। अब त्यही मोनियामा मानिसको चाप थिएन नि त, हिजो त मान्छे थिएन, जङ्गल थियो। तर आज के मान्छेको चाप बढ्दै गयो। अब रुखलाई बचाउने कि मान्छेहरूको ज्यान बचाउने त नि, मान्छेको ज्यान होला त पहिला त मान्छे रहेको रुख बिरुवा लगाउला। त्यसले गर्दा हामीले काट्दै गर्दाखेरि पनि तपाईँको विभिन्न किसिमका आरोपहरू आए होइन। त्यसमा चाहिँ जोखिम
न्यूनीकरण गरेर हामीले किन वडाकै बजेट राखेर त्यसलाई न्यूनीकरण गरेर अहिले आवाज जावत गर्न सहज गराएको। तपाईँको जहाँ त लगभग 2 मिटर छ होला कि 2 मिटर त्यो बाटो अलिकति बिगारेछ भलले, ल तुरुन्तै यहाँ डोजर ल्याइदिनु पर्यो भन्नुहुन्छ। त्यो 2 मिनट मैले त्यहीँ गरेर भने थिएँ तपाईँको 2 मिनट लाग्यो युवाहरू मिलेर भैँसी बेल्चा लगाएर सफा गर्नु, त्यसको रकममा 1000 रुपियाँ दिन्छु भने होइन, डोजरै आउनु पर्यो। डोजर आउनु टुरोबाट ल्याउनु कति पर्छ? 9000 पर्छ। घन्टाको 3000 को दर 3 घन्टा लाग्छ। अनि वडा अध्यक्ष के हाल्ने ल भन्नु त? त्यति काम जनताले गरे कि नगर्ने? अहिले घाटा पर्यो भन्ने कुरा आएको थियो नि, जवाब त उहाँले दिनुभयो। तर मैले मेरो पनि सम्बन्धित भएको मैले दिँदैछु कि, किनकि तपाईँको बजेट घर अगाडि चिल्लो बनाउन छ, सिँढी लगाउन छ, बाटो चिल्लो बनाउन पिच गर्न छ, ढलान गर्न छ, अनि 10% जनताले नगर्ने त छाडा हो कि ल भन्नु त? कमसेकम 1 लाख रुपियाँ गाउँपालिका वडाले छुट्याउँदै गर्दाखेरि 10,000 रुपियाँ पैसा लिए भनेको छैन नि त। श्रमदानमा आऊ भनेको त्यही भएर त्यो श्रमदान नगरेको कारणले आज घाटा परेको छ। प्राविधिक इस्टिमेट अनुसार त 10%, नीति नियम अनुसार त 10% त जनताले गर्नुपर्छ। ठेक्का लगायो भने खायो, मिलेर खाइहाल्यो नि भन्ने कुरो हुन्छ। त्यसले गर्दाखेरि हामी आफै पहिलो नम्बरमा सोच्यो भने पक्कै पनि देश समृद्धि बन्छ। नत्र भने अब सधैँ जनता चाहिँ हाम्रो जनता भने कहिले यता भोट ठोक्या, कहिले उता भोट ठोक्या, तर आकांक्षा चाहिँ कहिले पनि सानो छैन, ठुलै मात्रै छ। त्यसले गर्दा सबैभन्दा पहिला जनताले आफू सच्चिने काम गरे पक्कै पनि प्रतिनिधिहरू पनि सच्चिन हुनेछ। र अन्तमा म के भन्न चाहन्छु भने शिक्षा क्षेत्रमा हाम्रो पहिला पनि बन्दीपुर गाउँपालिकाले नीति नियम बनाउँदै गर्दाखेरि जनप्रतिनिधि र कर्मचारीको बच्चा चाहिँ यही सरकारी स्कुलमा, सामुदायिक स्कुलमा पढाउनुपर्छ भन्ने कुरो चाहिँ भएको थियो होइन। म यो अहिले पनि आज यस कार्यक्रमबाट भन्न चाहन्छु, हामी जनप्रतिनिधिहरूको जिम्मा पालिका अध्यक्षज्यूबाट लिनुपर्छ र सम्पूर्ण कर्मचारीको जिम्मा हाम्रो शिक्षा प्रमुख, शाखा प्रमुखले लिनुपर्छ। किनकि तपाईँको शिक्षकहरूको जिम्मा, किनकि हामी गुणस्तर पनि भएन भन्छौँ। त्यसपछि म धेरै ठोकेँ, किन हामी त अब लगभग 4 वर्ष भयो। योभन्दा अगाडि पनि म जनप्रतिनिधि हुनभन्दा अगाडि पनि म स्कुलको व्यवस्थापन समितिको अध्यक्ष थिएँ। त्यसले गर्दाखेरि शिक्षा सुधार्न पनि नसक्ने, अनि भन्यो भने पनि तपाईँको अब्जस आउने, अनि आफ्नो बच्चा चाहिँ सुई लगाएर चाहिँ बोर्डिङमा हाल्ने, अनि कहिले सुध्रिने हजुर? सुध्रिन्छ? तलब भत्ता सरकारी खाने त्यही पनि थोरै छ। एउटा के तपाईँको चाहिँ निजीमा हालेको शिक्षकको 15 देखि माथि छ, 17,000सम्म छ। तपाईँको चाहिँ यता नियम अनुसार खाने तपाईँको उसको शिक्षकको लगभग 37,000 माथि छ। कमसेकम आफ्नो बच्चा त सरकारी स्कुलमै पढाउने भइसकेपछि बच्चा पनि त पढाउनु पर्यो होला नि त। त्यसले गर्दाखेरि आगामी नीति चाहिँ हामीले यो वैशाखबाट शैक्षिक सत्र सुरु हुने बित्तिकै हामीले त्यो नीति नियमलाई यहाँ लागेर यहाँ सम्पूर्ण पार्टीका प्रतिनिधिज्यूहरूले पनि त्यसलाई गर्नुपर्ने भयो। अनि तपाईँको यहाँ कुरा हामी सबै आउँछ, यहाँ ठुल्ठुलो कुरा मात्रै गरे, तर चाहिँ यहाँ साथ सपोर्ट नदिने भएपछि कसरी चल्छ त नि? चल्दैन नि त। त्यसले गर्दा यहाँ सम्पूर्ण पार्टी प्रमुख, सङ्घ संस्था प्रमुख र विद्यालय व्यवस्थापन समिति अध्यक्ष, त्यसपछि त्यस स्कुलमा पढाउने के अरे जुन प्रशासनको के अरे प्रहजी हुनुहुन्छ उहाँहरूले चाहिँ प्रतिबद्ध जाहेर गरेर एउटा कागजमा लेखेर बल्ल चाहिँ अगाडि बढाउन पनि म सुझाव दिन चाहन्छु। किनकि शिक्षा क्षेत्र यति नराम्रो खस्किएको छ भन्ने कुरो हामीलाई अब किनकि नजिकबाट हेर्दा थाहा छ। किन त्यो के भयो भने दिनदिनै मर्च हुनुको कारण पनि यही नै हो। किनकि अब अलिकति पैसा पहिला जागिर खाँदैन, पैसा हुँदैन, सरकारीमै पढायो तन्कायो, जब जागिर खान थालेपछि बोर्डिङ हालेपछि गाउँको स्कुल किन मर्च नहुन्छ? मर्च हुन्छ। त्यसले गर्दा यसलाई पनि सुधार्नुपर्छ भन्ने नै हो। र हामी पनि एउटा प्रतिनिधि हैसियतले सम्पूर्ण जति पनि बन्दीपुर गाउँपालिका भित्र रहनु भएको बोलबन्दमा आज सूर्यन सर हुनुहुन्छ पालिका अध्यक्ष, भोलि यही फ्लोरमा उपस्थित हुने सम्पूर्ण हाम्रो अग्रज व्यक्तित्वहरू नै यही पालिकाको कुर्सीमा पालिका अध्यक्षको अनुहार देख्ने अनुहारहरू हजुरहरू नै हो। त्यसले गर्दा हामी आजदेखि सबैको सपोर्टमा लागेर पालिका बनाउन, वडा बनाउन लाग्यो भने पक्कै पनि भोलि हजुरहरूलाई पनि साथ सपोर्ट रहनेछ। आज एउटा पालिका अध्यक्ष हुँदा चाहिँ खोइरो काट्ने, अनि भोलि तपाईँ हुँदा पनि त पालो पैसा फेरि खोइरो काट्ने दिन त आउँछ। त्यसले गर्दा सबैजनाले
साथ सपोर्ट सबैको हुनुपर्छ। आफ्नो ठाउँमा चाहिँ जो पावरमा हुँदाखेरि ल्याउन सक्नेछौँ हामी सबैले यो ठाउँ नभनिकन सबै समग्र रूपमा चाहिँ बन्दीपुर गाउँपालिकाको 6वटै वडामा बजेट विनियोजन गर्न र बजेट माग्न पनि यहाँ सम्पूर्णमा अनुरोध गर्दै बोल्न लामै भयो। अनि अब अरू त धेरै बोल्नुभयो, वडा अध्यक्ष पनि केही समय लिने जस्तो लाग्यो बोलेको। त्यसले गर्दा यहाँहरू सम्पूर्णलाई फेरि पनि हाम्रो समस्या पनि छ र यो सँगसँगै हामीले गर्नुपर्ने, मैले यतापट्टि एउटा छुट्याइछु, म भर्खरै मात्रै भने कर्मचारीतिर मात्रै फर्केँ मैले, किनकि हाम्रो शाखा हरेक शाखामा 2-2टा कर्मचारीहरू चाहिँ नियुक्ति हुनुभएको छ। कमसेकम जनतालाई सुशासन चाहिँ कति भएको छैन बन्दीपुर गाउँपालिकाबाट अथवा वडाबाट नि अब कतिपय त हुनुपर्ने भएको छैन। त्यही पनि त्यसलाई चाहिँ हामीले आजको दिनबाट यो सार्वजनिक सुनाइबाट आगामी यो नयाँ वर्षबाट चाहिँ हामी कुनै पनि यसलाई कन्जुसाइ गर्नुहुन्न। कमसेकम नपुगेको कुराहरू चाहिँ पहिले नै हामीले दर्ता गर्ने बेलामै हामीले रोकिदिनुपर्छ, छुटाउनु हुँदैन भन्न चाहन्छु। किनकि आइसकेको कुराहरू रोकेर जनतालाई दुःख दिनुहुन्न र यहाँ शाखा शाखामा पनि कामहरू जति पनि गर्नुपर्ने हो त्यो भएको छैन। अनि जनप्रतिनिधिले गुनासो, जनताको चाहिँ गुनासो हामीले पाइएको छ, यो फलाना वडा अध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष हुँदा काम भएन भन्ने जनगुनासो हामीलाई आएको छ। तर यहाँ कर्मचारी साथीहरूबाट पनि कतिपय कामहरू भएको छैन। अब यसलाई त हाम्रो प्रमुख प्रशासक अधिकारीज्यूले कहाँबाट त्यो अड्केको कुराहरू हो यसलाई कमसेकम अलिकति सहज ढङ्गबाट कागजी जुन कुराहरू नपुगेकोलाई चाहिँ सहज ढङ्गबाट पुर्याउनको लागि र हामीले त अझै कतिपय योजनाहरूको फाइल आफै बोकेर आउने पनि काम भइरहेछ। यसलाई हजुरहरूले कमसेकम सहजीकरण गरेर 2जना कर्मचारी शाखा प्रमुख र सहायक हुँदै गर्दाखेरि जनतालाई चाहिँ समस्या चाहिँ समाधान गरिदिन अनुरोध गर्दै मेरो यो सम्पूर्ण वडा अध्यक्षको तर्फबाट पनि मैले बोलेको कुरालाई राख्दै मेरो शब्द यहीँ टुङ्गाउँछु।